हेलो एन्ड नमस्ते गाइज। आज हाम्रो यहाँ के अरे पिकनिक आयो। पिकनिक आएको चाहिँ यो ठाउँ चाहिँ हेर्नु होला ल। हाम्रो यता छ बस्ती बस्ती जमाएको राउटेरी हो। उता भाइ बहिनीहरू आएको रहेछ। हाम्रो त खाना चाहिँ उनीहरूको थाहा छैन। हाम्रो हामी सुन्दर जलको माथि पुगेपछि काँक्रो साग्रो टक्क किनेर टक्क उकालो सिडी चढेपछि हामी फाइनल माथि डाँडा पुगेर उता गएपछि हाम्रो डेस्टिनेसन पुग्यो। हामी टेन्ट सेन्टको टक्क सेटिङ गर्दैछ दाजुभाइ मिलेर। र टेन्ट सेन्ट हाम्रो सेट गरिसकेपछि हाम्रो टक्क यहाँ चाहिँ कोल्ड कफी चलिरहेछ। कोल्ड कफी खाँदै फोटोसोटो खिच्दै भ्यू हेर्दै। मान्छे चाहिँ वाइल्डै प्याक थियो। आज शनिबार भएर होला र ठाउँ चाहिँ एकदम राम्रो छ गाइज। तपाईँहरूले जानु होला। यता यो चाहिँ मूलखर्का भन्दा हल्का माथि हो। सुन्दर जलबाट तपाईँ 1.5 घन्टाको हाइक गरेपछि पुग्नुहुन्छ। र हामी फोटोसोटो खिचेँ र काँक्रो अघि ल्याएको 100 रुपियाँ वाला काँक्रो मजाले दर्याम गर्दै यसरी खायो गाइज होइन ल, मसालाको साथमा मजाले। र त्यसपछि फाइनल्ली हाम्रो खानाको टाइम रहेको छ। आज चाहिँ घरमा बनाएको पुलाउ र यस्तो दामी ठाउँ हेर्दै पुलाउ र मजाले पकाएर ल्याएको चिकन अनि खाएर फर्केँ। यो चाहिँ रहेको सुन्दर जल। सुन्दर जलमा एकदम वाइल्ड प्याक थियो मान्छे। सो गाइज